पनि हामीले तरकारी र भात चाहिँ खान्छौँ। हामीले राख्छ है दालभात एडभेन्चरमा को दार्जिलिङको तामाङ। हावाले मान्छेलाई उडाउँदैन भने होइन यो चाहिँ उडाउँदो रहेछ हावाले मान्छेलाई। म चाहिँ यो ठाउँ चाहिँ त्यो जिटी भाइको चाहिँ बिच साइडतिर जस्तो लाग्यो। ठ्याक्कै यहाँनिर हो, ठ्याक्कै यता क्रस गरेर ठाउँबाट सहर जाँदैछौँ। कस्तो लागिरहेछ तिमीलाई सहर जाँदा? धेरै पछि सहर जाँदाखेरि अलिकति रमाइलो हुँदो रहेछ। ठिक छ, रमाइलो नभए पनि म रमाइलो मानिरहेको छु। मौसम चिल छ त्यो भनेर भन्नु मिल्दैन। गर्मी हदियोस्, घाम लाग्यो भने पुरा आगोले पोला जस्तै पोलिरहेछ। अरू त त्यस्तै हो, बेला बेलामा गइरहेछ काम, त्यही हो आजको राम्रो पक्ष भनेको। Sitting here, video man. This station is Central. I'm just in the door, baby. For your safety, 17 minutes रहेछ। हामी सेन्ट्रल स्टेसन झरेका छौँ। अब यहाँबाट हामी The next train to arrive on platform 17. Train on platform 2 goes to Reedsby चलो न हेर्न यहाँबाट सिधै म यता जान्छु क्या। St James, then Central, Greensburg, Mascot. हामी टाइम वेस्ट नगरिकन बरु सिधै म्यान्ली जाऊँ। अनि बरु यहाँ आएपछि यहाँ आएर यतिखेर चाहिँ हामी ठ्याक्कै खोपेरादेखि ठाउँबाट आयौँ। अब हामी चाहिँ डुङ्गा चढ्दैछौँ। कस्तो लाग्यो तिमीलाई डुङ्गा चढ्नलाई? के भन्छ यसलाई? फेरि 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 चढ्दैछौँ। फेरि चढेर ऊ हेर्नु जान्छ होइन? अन्त भर्याङ नै उतै मात्र पुग्छ। हामी चाहिँ ओप्पल कार्ड छ। ओप्पल कार्डले चाहिँ एटिएमको काम गर्छ गाडी चढ्नको लागि। ओप्पो हामी प्याक छ। Let's walk through. Let's go. यो कार्डले चाहिँ पैसा दिनु पर्दैन। हामीले सबै कार्डबाट नै डिडक्ट हुन्छ ट्राभल गरे अनुसार। सो हामी चाहिँ अहिले यहाँनिर छौँ सर्कुलर कोवेमा। यहाँबाट चाहिँ यस्तो गएर हामीले बिच यहाँनिर जाँदैछ हामी। विन्डी छ, अझै 10-15 मिनट लाग्छ। सो हाम्रो डुङ्गा चाहिँ फाइनल्ली आइपुगेको छ। मान्छे झार्दैछ अहिले। त्यसमा हामी सब वेटिङ गरिरहेछौँ। हामी जाँदैछौँ म्यान्ली बिचमा। पढ्नै मान्छेहरू छन्।
क्रुजमा त मजा आउला जस्तो यार यसरी किनेर हुन्छ त जसलाई बजाए ल उडाउँछ क्या तिम्रो तेरो नाम जस्तो देखेँ यहाँनिर सेफ रहेछ नि त सो वी आर हेडिङ टुवर्ड्स म्यान्ली बिच पुरा त्यहाँ भयो नि समुद्र भनेको यही हो रहेछ हरियो पानी निलो पानी भन्थे डुबोले रहेछ हरियो पानी रहेछ समुद्र मजा आइरहेछ अब मैले त डेन्जर आँट गर्दैछु टमाटर हावाले मान्छेलाई उडाउँदैन भने होइन यो चाहिँ उडाउँदो रहेछ हावाले मान्छेलाई डुब्लो हुनु पनि गाह्रो छ यिनीहरूलाई उडाएन जब त तिमीलाई उडाउँछेको झन् ट्राई गर उडाउँछ हावाले तँलाई नै उडाउँछ है मलाई मात्र होइन तपाईँले उठाउँदो रहेछ बाबा हरेक टाइममा चाहिँ यस्तो एक्सपिरियन्स दिनुपर्छ आज चाहिँ लास्टै विन्डी छ ओहो खेल्छ डर के आगे चीजें त्यस्तो नमजाले लाइफभरि पुग्ने गरी पुग्यो हावा खाएर चाहिँ ढोका खोलिने मान्छे पनि छैन उता जाने आँट पनि आएन गाह्रो छ हाम्रो गाह्रो छ आगो र पानीसँग कहिले नखेल्नु रे आज थाहा पाएँ मैले किन भनेर फाइनल हामी भित्र आयो बाहिर लास्टै विन्डी छ थ्याङ्क्स टु दिस म्यान कस्तो लाग्यो थियो तिमीलाई बेग निन्द्रा उड्यो यस्तो तातो तातो हावा रहेछ है म त बाहिर जान्छु क्या तातो जान्छु सो फाइनली हामी म्यान्लीको चाहिँ उसमा आइपुग्यौँ के भन्छ होला वार्फ बिच नै आइसक्यो यो त वार्फ भन्छ होइन So we are heading towards Manly Beach. Towards Manly Beach. सातो गएको थियो तिम्रो? गएको थिएन। मेरो पनि गएको थिएन। डर त लागेको थिएन तर हावाले चाहिँ काम चाहिँ दोस्तै बनाएको थियो। So we are emergency exitबाट यता छौँ। That's the best experience I have ever been. अगाडि बसेको भए चाहिँ ढोस्टै हुन्थ्यो होला सो हामी चाहिँ म्यान्ली बिच आइपुग्यौँ अब यहाँ चाहिँ एकछिन डुलेर घुमेर आजको हाम्रो डेस्टिनेसन चाहिँ आइपुगेछौँ क्याब लाग्छु एकदम विन्डी थियो फेरि गर्मी हुन्छ अलिक यहाँको फेरि घाम चाहिँ ढोस्टै हुन्छ यहाँ चाहिँ माछा रहेछ तल यहाँ ढाल्छ
यहाँबाट सिधै र हामी चाहिँ स्ट्रिटमा आइरहेछौँ। यहाँ यत्रो मान्छे छन्, कोही छाता ओढ्ने छैन, सिवाय हामी दुईजनाको। वी आर डिफरेन्ट। स्कुटर चढ्न मन लाग्छ। तिमीलाई भेस्पा चढ, स्कुटर होइन भेस्पा भाइ। कति रहेछ यहाँ भेस्पाको? सो यहाँ चाहिँ त्यो क्रसिङ गर्दाखेरि टुक आवाज टुक आवाज आयो भने टुक हिँडेको स्कुटीको रहेछ। एकदम रियर देखिन्छ क्या स्कुटी। टुक आवाज आउने बित्तिकै सुरु, दौडिन सुरु। चस्मा लगाएर चाहिँ कस्तो देखाएको चाहिँ थाहा छैन मलाई होइन। गोविन्दे हजुरबाट वा सो यही हो। बन्द गरेर हावा लगाइसक्यो। आज चाहिँ जस्तै हावा लाग्ने दिन रहेछ। ठ्याक्कै अक्षय कुमार त्यो अक्षय कुमार जस्तो देखेको जस्तो लाग्यो क्या मलाई। त्यो फेरि हेर्दाखेरि रातो सर्ट लगायो भने ठ्याक्कै यस्तो देख्यो। यस्तो गऱ्यो भने ठ्याक्कै अक्षय कुमार हो नि त। ठिकै छ। सो वी आर ह्याभिङ फन। विदेश भने चाहिँ यही रहेछ। मैले किन त किनेको थिएँ एउटा लुगा होइन। हामी समुद्रमा आइसकेका छौँ। आजको मौसम त बबाल छ। टाइडहरू ओ माई गड। ब्रिज त क्लोज भएछ है। क्लोज भएछ। ओइ ल उडायो। एक्सट्रिम छ। So we are on the beach. Finally, but look. दोस्तै छ मौसम। दोस्तै नै छ ल। कहिले बिदा लिएको बेला घाम लाग्छ, गर्मी हुन्छ, कहिले बिदा लिएको बेला हावा लाग्छ ठन्डाको बेला। टाइड इज भेरी डेन्जरस। ओए बगाउँछ क्या हो। अब त बोट पनि स्टप भयो होला है। बोटहरू पनि स्टप भयो होला। समुद्रमा बाढी आएको कारणले गर्दा हामी चाहिँ यहाँबाट अब फर्किँदैछौँ। एकदम एक्सट्रिम बाढी आइरहेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। ल मेरो कस्तो लाग्यो तिमीलाई? समुद्र कस्तो लाग्यो बेबी? समुद्र जस्तो लाग्यो होइन। हजुर। तर आज अब एकदमै धेरै हावा लागेको रहेछ। किन भन्दाखेरि आज मेरो बिदा हो नि त। मेरो बिदा भएको दिनमा नर्मल डे नै हुँदैन। हामीलाई घुम्नलाई भगवान्ले पनि च्यालेन्ज गर्छौँ, तर हामीले चाहिँ घुमिरहने मान्छे पऱ्यो। वी एक्सेप्ट द च्यालेन्ज। So we are here this much for today Samundra vlog. म चाहिँ यो ठाउँ चाहिँ त्यो जिटी भाइस
को चाहिँ बिच साइडतिर जस्तो लाग्यो ठ्याक्कै यहाँनिर हो ठ्याक्कै यता क्रस गरेर यता चाहिँ समुद्र यो चाहिँ अनि स्ट्रिटमा चाहिँ ठ्याक्कै जिटी भाइ सिटी जस्तो लाग्यो आज अब हामी के दाल भात एडभेन्चरमा हामी आइरहेको छौँ तिमी हामी त दाल भात खानुपर्छ नि त दाल भात त पाउँदैन होला क्या तर नेपाली खानेकुरा मोमो त पाउँछ होला जे पाए पनि नेपाली चाहिँ खानु पर्यो हामी नेपाली खाउँ नेपालीको पहिचान जोगाउनुपर्छ नेपालीको पहिचान जोगाउन चाहिँ हामी आइरहेको छौँ यहाँ विदेश आएर हामी चाहिँ यहाँ काठमाडौँ होइन काठमाडौँ आएर हामी चाहिँ सहर आएर चाहिँ यहाँ आएर चाहिँ यहाँ समुद्री के अरे समुद्री आदिबाट बसेर सी हेरेको छ सी हामी चाहिँ सिकान पुग्दा सी गर्थ्यौँ यहाँनिर चाहिँ यो त्यो पछाडिको चिजले चाहिँ सी भन्दो रहेछ तर बाढी आएर छ डेन्जर बाढी आयो हुर आउँदो रहेछ निला पानी कस्तो लाग्यो तिमीलाई समुद्रको अद्भुत रूप ठिकै छ आई एम नट द्याट फ्यान अफ समुद्र विदेशी छ ओके द्याट इज चाहिँ अलिअलि यस इङ्ग्लिस त अस्ट्रेलियाको सहर आएपछि अलिअलि यस भन्नुपर्ने रहेछ यस मिस्टर बिन यस दिस बाइसाइकल दिस स्थिति यो चाहिँ दरबार मार्ग अरे छैन यो चाहिँ दरबार मार्ग अरे अस्ट्रेलियाको यसले मैले नाम दरबार मार्ग राखिदिँदै ल आजदेखि यसको चाहिँ नामाकरण भएको छ बधाई छ यसलाई खबर ल्याएको हो नि सो आजको चाहिँ हाम्रो अब सिटीको यात्रा यहीँ समाप्त हुन्छ यहाँ मोमो बार रहेछ नेपाली रहेछ नेपाली भने जस्तो फेरि त्यही खैराहरू पनि दुई पैसाहरू जब यहाँ सुइँ गरेर नेपाली छ नि यहाँ सो हामी चाहिँ नेपाली फिल्ममा छौँ नेपाली खाना खानलाई ल सो यहाँनिर चाहिँ भिनाजु मोमो रहेछ होइन त्यस नेपालीहरूले पायो भने गर्छन् भिनाजु बुद्ध नेप्लिज ट्रेडिसनल हाम्रो मोमो भिनाजु फ्लेभरको आइसकेको छ रेडी टेस्टी मोमो नेपाली त दामी छ मजा आयो अब हामी खान्छौँ खिच्दैन खाएको थियो सो तरकारी र भात हानेर हामी अब फेरि हाम्रो गन्तव्यतिर लाग्दैछौँ मिठो थियो टाइजिनको चामल टाइजिनको चामलले चाहिँ मजाले ड्याममा हान्यो अनि मोमो पनि मिठै थियो अचार पनि पुरै नेपालको याद दिलाउने टाइपको थियो झोल मोमो त धेरै ठाउँ भयो अब शानदार न्युरोडको फिर आयो ठिकै छ ठिक थियो भनेको त नर्मल साइज खासै त्यस्तो गर्ने त होइन ठिकै छ त्यही पनि कस्तो बुढो देखिरहेको छ म त उसलाई चाहिँ लुगा देख्नै हुन्न किनिदिइहाल्छ पैसाहरू सोच्छ अब त पछि लाग्ने खास भन्ने ओके भन्ने कस्तो लाग्यो तिमीलाई रिच किड तिम्रो अब चस्मा लगाएर ललिपप खानु त ठ्याक्कै $10 चप्पल माइला दाई देखेर हजुर माइला दाई जस्तो देख्दैछ
अब म्यानली बिचको यात्रा चाहिँ यही समाप्त हुन्छ। आज एकदम वेदरहरू पनि विन्डी थियो। अहिले पनि टाइडहरू खतरा बिग टाइडहरू आइरहेछ। यो जाँदैछ, बाई बाई। यसका साथै फर्स्ट भ्लग अफ अस्ट्रेलिया चाहिँ यही समाप्त हुन्छ। अन्त कतै गर्नु बेला सी यू अन्टिल नेक्स्ट टाइम। Bye bye. See you next time.